हेलो नमस्ते सबैजनालाई। अनि आज फेरि हामी दुईजना भाइ दाजुभाइ मिलेर हामी कुन कुन बिच रे अल्मोग्रा बिच है। फेरि यो चाहिँ फेरि अर्को बिच हो। डे सेकेन्डमा आज हामी आएको यता। हिजोको जस्तै देखिरहेको छ, सिमिलर छ, तर यो डिफ्रेन्ट छ यहाँबाट। यो धेरै के भन्छ रमाइलो छ है। अनि हाम्रो ब्रदरसँग आज लगभग मेरो 8 वर्षपछि 8 या 9 वर्षपछि भेट भएको छ। अनि यो भेट संयोगवश भएको हो। रमाइलो छ, मजा आएको छ। अनि यो एटलान्टिक बिच है, सरी एटलान्टिक ओसियन भन्नाले तपाईँको यो ओसियन यहाँदेखि स्ट्रेट अवे तपाईँको के छ भने अमेरिका, क्यानाडा, तपाईँको ब्राजिल, तपाईँको मेक्सिको सबैलाई छोएको छ कि यो सीले चाहिँ है। सबैलाई छोएको छ। सो यो धेरै धेरै ठुलो ओसन हो। अनि आज यता पनि डे सेकेन्डमा हामी यता घुम्न आइएको छ। अब भोलि पर्सि होइन, भोलि त म यहाँबाट निस्किन्छु होला। फेरि नेक्स्ट टाइम फेरि घुम्न आइन्छ होला। रमाइलो भयो, हिजोदेखि रमाइलो गरिरहेछन् क्या र। यस्तै हो है। तपाईँहरू पनि मौका मिल्छ, सहयोग मिल्छ भने कुनै दिन आउनुहोस्, घुम्नुहोस्, रमाइलो गर्नुहोस्। रमाइलो गर्ने मौका लाइफमा बार बार सधैँ आउँदैन। यो आएको बेला टक्क गरेर घुमिहाल्नुपर्छ होइन ब्रो। अनि हाम्रो ब्रदर चाहिँ विगत कति 3-4 वर्षदेखि यहाँ बसिराख्नु भएको थियो। म आएको त भर्खरै हो। अब फेरि फर्किनुपर्छ। यस्तै हो, रमाइलो गर्नुपर्छ, घुम्नुपर्छ। तलसम्म जाने कुरो छ हाम्रो। एउटा पोइन्ट तल छ यहाँ अरे, त्यो साइडमा पनि एउटा पोइन्ट छ। त्यो पोइन्टमा पनि जाने हो। हामी हिँडेरै जानुपर्छ है ब्रो। हिँडेर जाने, किनारै मजाले हिँडेर जाने। अब नुहाउने काम चाहिँ हिजो सक्यो है। हिजो लास्ट नुहाइएको छ, लोड थाकिएको छ। नुहाउने काम चाहिँ आज गरिँदैन। आज चाहिँ घुमिन्छ मात्रै। बिच गएर यसो फोटो खिच्दै, रमाइलो गर्दै, भिडियो बनाउँदै यस्तो छ। प्लानिङ चाहिँ सबै स्टेट के भन्छ यहाँको यो ठाउँको चाहिँ सबै स्टेट एक एक गरेर बिस्तारै घुम्ने प्लान छ। हेरौँ अब साथीहरू को कहाँ छन्, को छ, सबै खोज्नु पऱ्यो नि त। अनि एक्लै जानु त झ्याउ हुन्छ। ठ्याक्क यहाँसँग बस भेट भयो उहाँसँग। हिजो अर्को साथीसँग भेट भएको थियो, उहाँसँग अन्तै ठाउँ घुमिया थियो। फेरि अरू साथीहरूलाई खोजिन्छ, पुरानो साथीहरू को छ यहाँ। अल गुड, टेक केयर, हेभ अ गुड डे, बाई। के भन्छ चाओ भन्छ, के भन्छ चाओ। अल गुड, बाई बाई।